भइसकेको छ। म तपाईँलाई देख्न चाहन्छु सम्पूर्णलाई देख्न सक्नुहुनेछ। यहाँ धरान 10K यसरी रहन्छ। निरन्तर हाम्रा रनरहरू आउने क्रम जारी रहेको छ भने म अहिले धरान 18 रत्नचोकमा रहेको छु। हाम्रा श्रमदाताहरू मिली यसरी आइरहनु भएको छ। तपाईँलाई म प्रत्यक्ष देख्छु भने यहाँनिर यसरी स्वागत गरिएको छ। हाम्रा धावकहरूलाई यसरी हौसलाका साथ यसरी ढोल झ्याम्टासहित स्वागत गरिएको छ भने त्यसरी आउने क्रम जारी रहेको छ। देख्न सक्नुहुनेछ। अहिले भने म तपाईँहरूलाई छोटो ब्लग लिएर आएको छु। आज धरान रन डे रहेको छ। यो एभ्री इयर हुने रहेको छ। सधैँ 1 वर्षमा एकचोटि हुनेछ। त्यसरी अझै पनि निरन्तर आउँदै हुनुहुन्छ हाम्रा धावकहरू देख्न सक्नुहुन्छ। यसरी ढोल झ्याम्टाका साथ स्वागत गरिँदैछ उहाँहरूलाई के हौसला होस् भनेर। आजको मेरो अलिकति यहाँ ट्राफिक जाम पनि रहेको छ। केही यहाँनिर आजको यसमा रनरहरू अझै खुसियालको साथ यसरी आइराख्नु भएको छ। देख्न सक्नुहुनेछ। है देख्न सक्नुहुनेछ। हाम्रा धावकहरू निरन्तर अझै आउने क्रम जारी छ। म पवन राई ब्लग AK तपाईँहरूलाई छोटो मिठो लाइभ लिएर आउँदैछु। हाम्रा एम्बुलेन्स सेवा पनि यसरी है रनरहरूलाई केही भएको खण्डमा यसरी एम्बुलेन्स पनि हामी कहाँ रहेको छ देख्न सक्नुहुनेछ। अझै रनरहरू आउने क्रम जारी छ। तपाईँले पवन राई ब्लग AKA मा हुनुहुन्छ भने म तपाईँहरूलाई आज छोटो ब्लग मेरो यो है त देख्न सक्नुहुन्छ। रनरहरू यसरी अझै आउने क्रम जारी छ। रहेको छ। अब भने लगभग अन्तिम रहेको हामीलाई जानकारी भइरहेछ। अझै छ यसरी स्वागत।
साथीहरु धरान रन्डेमा छ है आज म आज धरान रन्डेमा यसरी आम्मामामामामामामामाहरु त झन् खतरा दौडिरहनु भएको छ अझै निरन्तर दौडिरहनु भएको छ आउने भने छोडिएको छैन अझै आइरहनु भएको छ अझै जोसका साथ दौडिरहनु भएको छ देख्न सक्नुहुनेछ केही कठिनाइ छ यद्यपि उहाँहरू भने दौडिन भने चाहिँ रोकिनु भएको छैन देख्न सक्नुहुन्छ उहाँहरू झन् रमन धावकहरू अझै आउँदै हुनुहुन्छ आउने क्रम जारी रहेको छ यहाँ ढोल झ्याम्टाका साथ हाम्रा दिदीबहिनीहरूले उहाँलाई स्वागत गरिराख्नु भएको छ निरन्तर अझै छोड्नु भएको छैन केही रमाइलो गर्छ उहाँले देख्न सक्नुहुन्छ उहाँ नाचेर यसरी रमाइलो गराउनु हेर्नुहोस् अझै दौडेर पनि उहाँहरू देख्न सक्नुहुन्छ यति धेरै दौडेर पनि